त्यो भएर पनि शिक्षामा चाहिँ लगानीकरण गर्न आवश्यक छ र हाम्रो छात्राहरूले चाहिँ जसरी पनि शिक्षाको ज्योतिबाट वञ्चित हुनु हुँदैन त्यो वचनबद्धता पनि आज लिन आवश्यक छ। संविधानले महिला शिक्षाका, महिला हक अधिकारका कुराहरू थुप्रै कुरा ल्याइसकेको छ, 33% सहभागिताका कुराहरू ल्याइसकेको छ। तर मलाई लाग्छ आजको यो सम्मेलनमा हामी 33%मा मात्र सीमित नरहेर 50% भन्दा बढी छौँ भने हरेक तह तबकाको नेतृत्वमा 50% भन्दा बढी हाम्रो नेतृत्व हुनुपर्छ। त्यो सम्भावना, त्यो विश्वास लिएर हामी यहाँबाट पक्कै पनि जानेछौँ। तर दुर्भाग्य खास गरी मध्य प्रदेश र केही अरू प्रदेशका जिल्लाहरूमा चाहिँ चेलीबेटीहरूसँग थुप्रै नराम्रो अवस्था पनि झेलिनु परेको छ। हाम्रो खास गरी मध्य प्रदेशमा हेर्ने हो भने बाल विवाह, दाइजो प्रथा, घरेलु हिंसा जस्ता थुप्रै बलात्कार, वैवाहिक बलात्कार जस्ता घटनाहरू, ट्राफिकिङ जस्ता घटनाहरू एकदमै बढ्दो क्रममा छ। बढ्दो क्रममा मैले किन भने पुलिस प्रशासनले घट्दो क्रम भन्छ, म चाहिँ बढ्दो क्रममा भन्छु किनकि अहिलेका चेलीबेटीहरू पहिलाको तुलनामा धेरै शिक्षित भइसकेका छन्। शिक्षित हुँदाहुँदै पनि हामी यति अवेर हुँदाहुँदै पनि किन हाम्रो चेलीबेटीहरू अहिले पनि आजभन्दा 100 वर्ष अगाडिको चाहिँ पहिलाको रूढिवादी परम्परामा अहिले पनि अल्झिनु परेको छ। त्यो हाम्रो ठुलो चाहिँ प्रश्न चिन्ह उठेको छ। शून्य से अहिंसाको कुरा गर्छौँ तर अहिले पनि थुप्रै चेलीबेटीहरू हाम्रो घरमा चाहिँ जल्न, नबोल्न र विभिन्न पीडाहरू सहन चाहिँ शिकार बनाइएको छ। म भन्न चाहन्छु आज प्राज्ञिक विद्यार्थी परिषदले चाहिँ यस्ता यो कार्यक्रम छात्र सम्मेलन विगतमा ल्याउनुको यो पनि उद्देश्य हो कि हामी यस्ता टपिकहरूमा महिलासँग सम्बन्धित संवेदनशील मुद्दाहरूमा हामी चिन्तनशील भएर हामीले वैचारिक विमर्श हुन अति आवश्यक छ। हामी भन्छौँ हाम्रो समाजमा चाहिँ महिलाको दुश्मन हो। धेरै जसो पुरुष साथीहरूले यहाँ माइक नगर्नु होला, पुरुष साथीहरूले हामी भन्छौँ महिलाको दुश्मन हो। तर यहाँनिर हामीले प्रचार गर्न के आवश्यक छ भने हामी सबै महिलाहरू चाहिँ ज्ञानशील र एकताको भावना लिएर हरेक बालिकाको उज्जवल भविष्यको लागि हामी सबै महिलाहरूमा चाहिँ एकजुट भएर काम गर्न अगाडि बढ्न आवश्यक छ। हामी एकअर्काको सपोर्ट सिस्टम गरेर अगाडि बढ्यौँ भने मात्र यो हामीमा लागेको एउटा दोषारोपण चाहिँ हामी त्यसलाई चिर्न सक्छौँ।